दिदी दिदी घरमा को हुनुहुन्छ दिदी झन्डै मारेन कुकुरले आमा यो घरमा काम पाइन्छ त पाउँदैन दिदी दिदी घरमा को हुनुहुन्छ घरमा को हुनुहुन्छ को हो बहिनी त दिदी मलाई त तपाईँको घर हो यो भन्ने थाहै भएन दिदी म त काम खोज्दै हिँडेको नि ऊ बेलामा मैले भने टेरिनस् न जात न धन भएकोसँग गइस मैले त्यस्तो त्यस्तो केटाहरू हेरेर राखेको थिएँ टेरिनस् अब अहिले काम खोज्दै खोज्दै मेरै आँगनमा आइपुगिसक्यो नि त हेर तेरो जिन्दगी कहाँ बस्छस् नि त अहिले यत्रो वर्षपछि भेट भयो यतैतिर आछिस् क्या बस्नुलाई त्यही तल भाडामा बस्छु दिदी खड्काको घरमा ज्वाइँ कस्तो बिरामी हुनुहुन्छ छोरालाई स्कुल पढाउन पनि नसक्ने भएर म त काम खोज्दै हिँडेको दिदी मायाले पेट भरिनु भयो भए आज तँ मेरो आँगनमा आइपुग्थिस् त आइपुग्दैन थिइस् नि त तेरो लाइफ हेर मेरो लाइफ हेर हिँडभित्र आइज होइन दिदी म जान्छु नि अहिले आइज न आइज अब आइज भनेपछि आइज हस् आइज बस यहाँ के खान्छेस् त यसो तातो घाममा भौतारिँदै हिँडेछ काम गर्न पानी तिर्खा नि लायो होला पानी भयो हुन्छ दिदी ल बस्दै गर म लिएर आउँछु ओए के गरे यो लुगा खुम्च्याएर नराख भनेर मैले होइन मैले त राम्रैसँग राखेको थिएँ नि पट्याएर राखिदिएको थिएँ मसँग मुखमुख लाग्छस् भिनाजु त्यति सानो न्युमा किन दिदीलाई त्यसरी पिट्नु भएको तपाईँले होइन त माग्नेले मलाई सम्झाउनु पर्दैन त जुन बाटो आएको उही बाटो गयो हुन्छ जो त मागेर हिँड्छ उसले चाहिँ मलाई सम्झाउनुलाई हैसियत बनाएर आउने अनि मलाई सम्झाउने जा बहिनी मलाई लाग्थ्यो धन सम्पत्ति नै सबै ठुलो कुरा हो भनेर तर दिदी मायाभन्दा ठुलो केही पनि छैन यो संसारमा धन सम्पत्तिले त जीवन सहज बनाउने मात्रै हो इज्जत छैन भने त्यो धन सम्पत्तिले केही पनि काम गर्दैन दिदी होला म घर घरमा काम गर्दै हिँड्छु मेरो काम सानो होला तर मेरो श्रीमानले मलाई धेरै माया गर्नुहुन्छ दिदी आजसम्म मलाई एक वचन ठुलो छोरीले बोल्नु पनि भएको छैन हो बहिनी मैले आजसम्म यो घरमा पाएको भनेको यही घरमा बस्नु पाएको छु राम्रो लुगा लाउनु पाएको छु त्यति हो मैले माया र इज्जत यो घरमा एक दिन पनि पाइनँ हो दिदी धन सम्पत्ति हुनेकोमा इज्जत हुँदैन त्यही भएर माया नै सबैभन्दा ठुलो हो दिदी बहिनी मलाई माफ गरिदे मैले धनको घमण्ड देखाएँ तँ यसरी अरूको घर घर काम खोज्दै हिँड्नु पर्दैन तेरो लागि म केही गर्छु तैँले माया पाछेस् इज्जत पाछेस् तर मैले सधैँभरि बेजती मात्र कमाउनु परेको छ म पिर नगर तेरो लागि म केही गर्छु अहिले जा ल पछि भेटौँ ल